सक्कुजहान राम राम। मोर नाम रितेश र हामी बसअड्डा टिमदेखि हामीले अस्ति नै पनि अनाउन्समेन्ट गरिसकेको थियौँ हावाको लहरसँगै सुदूरपश्चिमको यात्रा भनेर र सुदूरपश्चिमको यात्रासँगै आज चाहिँ हामी छौँ सुदूरपश्चिमको मुटु सहर धनगढीको बस पार्कमा र बस पार्कभित्र पनि छौँ हामी धनगढीको एकदमै लोकप्रिय गाडी जुन चाहिँ इन्डियाको दिल्लीमा बनेर आएको थियो 2x1 भिआइपी सोफा सिट र गाडीको नाम रहेको छ राजगद्दी एक्सप्रेस र हाम्रो गाडीको चाहिँ गुरुजी अथवा पाइलट हुनुहुन्छ हाम्रो एकदमै धनगढी सुदूरपश्चिम प्रदेशकै एकदमै भाइरल गुरुजी हाम्रो राजेश चौधरी दाइ र गाडीको सर्ट्सहरू त तपाईँहरूले हेरिसक्नुभयो होला। गाडीको सिट चाहिँ एकदमै कम्फर्टेबल रहेको छ। गाडी चाहिँ मैले भनि नै सकेँ गाडी चाहिँ इन्डियाको दिल्लीमा बनेर आएको हो। गाडी चाहिँ टाटाको 62 चेसिसमा बनेर आएको। गाडी चाहिँ फुल अप्सनल गाडी हो। एसी हिटर एयर सस्पेन्सन र स्लिपरको पनि सुविधा पाउनुहुन्छ। गाडी 12 मिटर भए तापनि गाडीमा चाहिँ एकदमै कम सिट राखेर लिएर आइएको छ। यतापट्टि सिङ्गल सिट र यतापट्टि दुईवटा सिट छ। तपाईँहरूलाई चाहिँ लेग स्पेसको लागि चाहिँ कुनै पनि खालको गुनासो कम्प्लेन आउने छैन। गाडीमा चाहिँ पानीको व्यवस्था वाइफाईको व्यवस्था सम्पूर्ण गरेर लिएर आइएको छ। गाडीमा चाहिँ हाम्रो दायाँपट्टि साइडमा र बायाँपट्टि साइडमा दुवैतिर चाहिँ बोतल होल्डरको पनि व्यवस्था गरिएको छ र गाडीमा तपाईँहरूको कम्फर्टेबलको लागि भनेर चाहिँ पिलोको पनि व्यवस्था गरिएको छ। गाडीमा चाहिँ निर्धक्क भएर आउनु तपाईँहरू। गाडीमा चाहिँ चार्जिङ बोर्डको पनि व्यवस्था छ। हाम्रो गाडीमा चाहिँ सकेट सिस्टमको चार्जिङ रहेको छ र अरू सामान्य गाडीहरूमा चाहिँ कस्तो थियो भन्दाखेरि हाम्रो यतापट्टि लिभर भएर चाहिँ हामीहरू जबरजस्ती पुस गर्नु पर्थ्यो सिटलाई भनेपछि यो गाडीमा चाहिँ त्यो छैन। यो गाडीमा चाहिँ हाम्रो यतापट्टि चाहिँ हाम्रो दायाँपट्टि साइडमा बटन सिस्टम रहेको छ। तपाईँले बटन प्रेस गरे अनुसार गाडीको सिट चाहिँ मजाले लचक्क हर्र तरिकाले चाहिँ फोल्ड हुन्छ र बटन चाहिँ फेरि दाब्नु भनेपछि गाडीको सिट चाहिँ आफै नै उठ्छ। तपाईँहरू चाहिँ ढुक्क भएर निर्धक्क भएर धनगढीदेखि काठमाडौँदेखि धनगढीको यात्रा गर्न सक्नुहुन्छ। अब त चाडबाडको सिजन पनि आउँदैछ नि त। चाडबाडको सिजनमा किन अरू गाडी धाइरहनु परेर अरू जस्तो दुःख पाउनुभन्दा मजाले गाडीमा जति सिट छ त्यति मात्रै क्षमता बोकेर गाडीले चाहिँ काठमाडौँदेखि धनगढी र धनगढीदेखि काठमाडौँसम्मलाई चाहिँ जाने गर्छ। ल गाडीमा चाहिँ टिभीको र वाइफाईको पनि व्यवस्था गरिएको छ र चाडबाडको सिजन हो, मान्छेको भिडभाड हुन्छ। हाम्रो कतिपय केसहरू पनि देखिरहेको छौँ। हाम्रो सिटैबाट हाम्रो ब्यागबाट सामानहरू हराइरहेको छ। यसमा चाहिँ डर मान्नुपर्ने अथवा अप्ठ्यारो मान्नुपर्ने कुनै पनि जरुरत छैन। गाडीमा चाहिँ सिसिटिभीको पनि व्यवस्था गरिएको छ। तपाईँहरू चाहिँ ढुक्क भएर मजाले चाहिँ हाम्रो यस राजगद्दी एक्सप्रेस धनगढीदेखि काठमाडौँदेखि धनगढीको लागि चाहिँ ढुक्क भएर आउन सक्नुहुन्छ, जान सक्नुहुन्छ। र यस गाडीको टिकट कहाँबाट लिने, कसरी लिने भनेर दोधारमा हुनुहुन्छ भनेपछि अप्ठ्यारो मान्नै पर्दैन। हाम्रो यस बस अड्डाको टिकटक अकाउन्टमा हाम्रो नम्बर रहेको छ, वाट्सएप नम्बर। त्यसमा तपाईँहरूले मेसेज गरेर पनि टिकट बुक गर्न सक्नुहुन्छ। होइन भनेपछि टिकटकमा डाइरेक्ट मेसेज गरेर पनि तपाईँहरूले बुक गर्न सक्नुहुन्छ। हाम्रो टिकटकको बायोमा रहेको नम्बर छ, त्यसमा चाहिँ डाइरेक्ट कल गरेर पनि यस गाडीको चाहिँ टिकट बुक गर्न सक्नुहुन्छ। र दसैँ तिहार आउँदैछ, अब धनगढी आउनु पर्यो भनेपछि चाहिँ राजगद्दी एक्सप्रेस हस्त। हामी चाहिँ अहिले यस गाडीको चाहिँ गुरुजीसँग छौँ। गुरुजी चाहिँ हाम्रो सुदूरपश्चिम प्रदेशकै एकदमै लोकप्रिय गुरुजी हुनुहुन्छ। हाम्रो दादाको नाम चाहिँ राजेश चौधरी रहेको छ। टिकटकमा पनि तपाईँहरूले उहाँको अकाउन्ट पाउन सक्नुहुनेछ। र अब चाहिँ यस गाडीको विशेषता अनि गाडी चाहिँ धनगढीबाट कति बजे छुट्छ र काठमाडौँबाट कति बजे छुट्छ भनेर चाहिँ दाइकै नै भने सुनौँ। हस् ल अबको आवाज चाहिँ दाइको रहनेछ। नमस्कार, म राजगद्दीको गुरु राजेश चौधरी। यहाँ म के भन्छ हाम्रो धनगढीदेखि यहाँबाट दैनिक 3 बजे छुट्छ भनेपछि काठमाडौँबाट दैनिक 2 बजे छुट्ने गरेछ। या तपाईँहरूले यात्रा गर्नु पऱ्यो भनेमा मेरो टिकटक पनि प्रो गर्न सक्नुहुन्छ भनेपछि मेरो नम्बर 98 430 68 573 हो। मलाई यो नम्बरमा सम्पर्क गरेर मलाई भेटाउन सक्नुहुन्छ। हस्त धन्यवाद। अबदेखि धनगढी काठमाडौँ आउनु पऱ्यो भने डेली धनगढीदेखि एउटा गाडी र काठमाडौँदेखि एउटा गाडी छुट्छ राजगद्दीको चाहिँ। तपाईँहरूले चाहिँ निर्धक्क भएर राजेश दाइले अथवा बस अड्डादेखि चाहिँ तपाईँहरूले टिकट चाहिँ सिक्योर गर्न सक्नुहुनेछ। होइन त दाइ? एकदम सही। जय नेपाल। जय नेपाल। आई लभ यु मेरो दाइ। आई लभ यु टु।